क्रिस येशूको नाममा सबैलाई जय मसीह। म एउटा शीर्षकमा फेरि पनि तपाईँको बिचमा एउटा वचन लिएर आएको छु। शीर्षक रहेको छ परमेश्वर पवित्र हुनुहुन्छ। पूर्ण पवित्र नभएको कुनै परमेश्वरको कल्पना हामी गर्न सक्दैनौँ। पवित्र हुनुको अर्थ सबै प्रकारको कलङ्क रहित हुनु अनि शुद्ध हुनु हो। हबकुक 1:13 तपाईँ जसको दृष्टि यति शुद्ध छ कि दुष्ट कुरा हेर्न सक्नुहुन्न अनि दुष्ट कर्म देखेर चुप रहन सक्नुहुन्न। पापको कारणले नै परमेश्वरले क्रुसमा मरिरहनु भएको आफ्नै प्रिय पुत्रबाट आफ्नो मुख फर्काउनु भएको थियो। प्रस्थान 15:11 हे परमप्रभु, देवताहरूमा तपाईँ चाहिँ को छ र पवित्रतामा अति महान। 1 शमूएल 2:2 तपाईँ बाहेक पवित्र अरू कोही छैन। यशाया 6:3 अनि एउटाले अर्कोलाई यसो भन्दै तिनीहरू कराउँदै थिए, सेनाहरूका परमप्रभु पवित्र 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 हुनुहुन्छ, सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ। 1 पत्रुस 1:15 र 16 तर तिमीहरूलाई बोलाउनु हुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू आफै पनि जीवनका सबै रहन सहनमा पवित्र हो, किनभने यो लेखिएको छ, तिमीहरू पवित्र हो किनभने म पवित्र छु। परमेश्वरको पवित्रताले उहाँलाई पापमा डुबेको मानिसबाट अलग गरिदिएको छ। एफिसी 2:13 तर अब तिमीहरू जो एकपल्ट ख्रिस्ट येशूबाट टाढा थियौ, ख्रिस्टको रगतले नजिक भएका छौ। प्रभु येशूको रगतद्वारा मात्र मानिस परमेश्वरसम्म पुग्न सक्छ। परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ पापसँग घिनाउनुहुन्छ। उहाँको पवित्र क्रोधले पापलाई दण्ड दिनै पर्छ। यशाया 53:6 जसको अर्थ यही हो, अर्थात् पिताले पुत्रलाई त्याग्नु भई कल्भरी क्रुसमा दण्ड दिनुभयो। पापको विरुद्ध उहाँको बल्दो क्रोधलाई प्रकाशमा नदेखुन्जेल पापीहरूप्रति परमेश्वरको प्रेम कहिल्यै प्रमाणित हुँदैन। परमेश्वरको पवित्रताले पापको विरुद्ध दण्डको माग गर्दछ। यही मागलाई मुक्तिदाताले कल्भरीमा पुरो गर्नुभयो अनि पिता पूर्ण रूपले सन्तुष्ट हुनुभयो। आमेन। सबैलाई जय मसीह।